अलराइट एभ्रिवान वेलकम ब्याक टु क्याफे कफी नाइट स्पोन्सर्ड बाई वान एक्सपेट टिभी। र आज चाहिँ हामीले वान एक्सपेटमा ई सेवाबाट कसरी पैसा डिपोजिट गर्ने त्यो हेर्न जाँदैछौँ है त। सो त्यस्तो गाह्रो छैन, स्टेप बाई स्टेप मैले सबै कुरा चाहिँ यो आर्टिकलमा लेखेर दिएको छु। सो यसलाई पढ्न नबिर्सिनु होला। सो फर्स्ट अफ अल त वान एक्सपेटको एपै डाउनलोड गर्नु पऱ्यो। वान एक्सपेटको एप डाउनलोड गरिसकेपछि यसरी वान एक्सपेटको एप मोबाइलमा खुल्छ है त। यदि एप डाउनलोड गर्नु भएको छैन भने मैले त्यसको लागि पनि एउटा छुट्टै भिडियो बनाइदिएको छु, त्यो हेर्नु होला। सो एप डाउनलोड गरिसकेपछि रेजिस्ट्रेसन गर्नुपर्छ सबभन्दा पहिला। वान क्लिक रेजिस्ट्रेसनमा थिचेर यो प्रोमो कोड सेक्सनमा चाहिँ 1x-4186289 हानेर मात्र रेजिस्टर गर्नु होला है त। यो प्रोमो कोडले तपाईँलाई म्याक्सिमम् बोनस दिन्छ, अप टु 250% चाहिँ अलग गरिदिन्छ है त। बोनस फर स्पोर्ट्स गर्दा नि भयो, बोनस फर क्यासिनो एन्ड वान एक्स गेम्स जुन सेलेक्ट गर्दा पनि हुन्छ। तपाईँले जे खेल्ने हो त्यो अनुसार गर्नु पऱ्यो है त। अनि रेजिस्टर बटनमा थिचेपछि भइहाल्यो 1x-4186289। सो यो प्रोमो कोड युज गरेको एकाउन्ट हो, त्यही 1x-4186289। यसमा चाहिँ अब मैले डिपोजिट गरेपछि बल्ल बोनस अनलक हुन्छ। सो मैले त्यो प्लस ग्रिन कलरको प्लस आइकनमा मैले थिचेँ, त्यसपछि यो एकाउन्ट डिपोजिट्स पेजमा मलाई लिएर गएँ। सो अहिले यहाँ चाहिँ ई सेवा देखाइरहेको छैन है त, ई सेवा हटाएको छ अहिले। कनेक्ट आइपिएसबाट भने गर्न मिल्छ, त्यसको लागि यो छुट्टै प्रक्रिया छ। सो तर यो ई सेवाको लागि भिडियो हो। सो जब यहाँ ई सेवा अथवा आइएमइपी देखाउँछ त्यसपछि कसरी गर्ने भन्दाखेरि त्यो ग्रिन आइकन अथवा आइएमइपीको आइकनमा थिच्नु पऱ्यो। त्यसको लागि यो आर्टिकलमा मैले कम्प्लिटली डिस्क्राइब गरेको छु है त। सो तपाईँले एकाउन्ट बनाइहाल्नुभयो त्यही प्रोमो कोड युज गरेर, यी अहिलेको लेटेस्ट प्रोमो कोड हो यो। सो आफ्टर द्याट हामी के गर्छौँ त, एकाउन्ट डिपोजिट्स पेजमा गइन्छ होइन त। सो एकाउन्ट डिपोजिट पेजमा चाहिँ यसरी यो आइएमइपी भनेर अप्सन देखाए जस्तै ई सेवाको अप्सन पनि देखाउँछ है त। अहिले देखाएको छैन किनभने अहिले हटाइदिएको छ, किन हटाएको त्यो थाहा भएन, तर आएको खण्डमा यसरी देखाउँछ। सो त्यो आइकनमा थिचेपछि त्यसमा ट्याप गर्ने, यही एकाउन्ट डिपोजिट पेज हो क्या, यहीँ आउँछ कि ई सेवाको अथवा आइएमइपीको आइकन यहीँ आउँछ, त्यसमा थिच्नु पऱ्यो। त्यो गरिसकेपछि है त यहाँ सबै मैले इन्स्ट्रक्सन दिएको छु, यसमा ट्याप गरियो है। ट्याप गरेपछि यसरी एउटा डायलग बक्समा चाहिँ इन्फर्मेसन आउँछ, यहाँ वालेट नम्बर, वालेट नाम, अनि त्यसपछि कति डिपोजिट गर्ने हो तपाईँले, यो सबै कुरा लेखेको आउँछ। सो हामीले ट्रान्सफर गर्ने भनेको यो वालेट नम्बर लेखेको नि हो, यो वालेट नम्बरमा हो है त। सो यहाँ मैले सबै इन्फर्मेसन दिएको छु। वालेट नम्बरलाई कपी गरेर लिएर जाने, अनि ई सेवामा गएर, अब यो त आइएमइपीको केस भयो है। आइएमइपी यदि प्रयोग गर्दै हुनुहुन्छ भने यहाँ लेखेको छ, यदि तपाईँले आइएमइपीको आइकनमा ट्याप गर्नुभयो भने डायलग बक्समा देखाइएको खातामा रकम भुक्तानी गर्न आइएमइपी एप नै प्रयोग गर्नुपर्नेछ है त। यो एकाउन्ट डिपोजिट पेजमा जेमा ट्याप गर्नुहुन्छ त्यसैबाट भुक्तानी गर्नुपर्ने हुन्छ। सो यो आइएमइपीको केसमा यस्तो भयो, तर मैले चाहिँ अब यो ई सेवाको लागि बनाएको हुनाले सेन्ड मनीमा जाने, सेन्ड मनीमा गएर त्यो जुन वालेट नम्बर थियो नि यहाँ, यो वालेट नम्बरलाई त्यहाँ गएर टाँसिदिने यो सेन्ड मनी पेजमा है। यो आइएमइपीको स्क्रिनसट हो, तर यहाँ ई सेवाको पनि आउँछ है त। यसरी नै ई सेवाको आउँछ, ई सेवा गर्दाखेरि यहाँ माथि ई सेवा लेखेर आउँछ, अनि ई सेवामा गएर त्यो वालेट नम्बरलाई टाँस्ने, अनि प्रोसिडमा थिच्ने। प्रोसिडमा थिचेपछि कति पठाउने हो त्यो रकम यहाँ लेख्ने। रकम लेखिसकेपछि यो रिमार्क्स भन्ने सेक्सन हुन्छ, रिमार्क्समा चाहिँ हामीले यो डायलग बक्समा आएको यहाँ छ नि कोड, यो कोडलाई लगेर टाँस्नुपर्छ है त। त्यो कोडलाई लगेर टाँसिदिने, अनि हजुरले कति रुपियाँ डिपोजिट गर्न खोज्या हो त्यो तपाईँले त्यो मान्छेलाई पठाउनु पऱ्यो है त, त्यो देखाएको मान्छेलाई। त्यसपछि रिमार्क्स खण्डमा त्यो लेखियो, अनि उता पठाइसकेपछि अब तपाईँले यहाँ आएर कति पठाएको त्यो यहाँ लेख्ने अमाउन्टमा, अनि त्यसपछि आफ्नो वालेटको नम्बर कति हो आफ्नो त्यो लेख्ने, आफ्नो वालेटको नाम लेख्ने, अनि त्यसपछि ट्रान्ज्याक्सन आइडी जुन चाहिँ ई सेवाले दिन्छ तपाईँलाई त्यो लेख्ने। अनि त्यसपछि यो अघिको जुन डायलग बक्स थियो यसमा कन्फर्ममा थिचेपछि तपाईँको एकाउन्टमा चाहिँ त्यो डिपोजिट गरेको पैसा विदिन 5 मिनट्स चाहिँ रिफ्लेक्ट हुन्छ है त। सो यही हो, अहिले आइएमइपी र ई सेवा देखाएको छैन, तर देखाएको खण्डमा यसरी थिचेर यसरी इन्फर्मेसन देखाउँछ। यो देखाएको इन्फर्मेसनमा चाहिँ पठाउनु पर्ने हुन्छ है त रकम, त्यही होला। प्रोमो कोड युज गर्न नबिर्सिनु होला, 1x-4186289, अप टु 250% बोनस आउँछ है त त्यसमा। ल, थ्याङ्क यू।